दर्शकवृन्द एकपटक यी आमालाई हेर्नुस् त जसले 18 भाइ छोराहरू जन्माउनु भयो तर अहिले यो बुढेसकालमा एक्लै बस्नुहुन्छ। उमेरले हेर्दा 80 वर्ष पार गरेकी आमा उहाँ भन्नुहुन्छ बरु 18 भाइ छोरा मध्ये एक बहिनी मात्र भए पनि छोरी जन्मिएको भए कहिलेकाहीँ आमा भन्न त आउँथ्यो होला तर के गर्नु मेरो भाग्य यस्तै रहेछ। कति भाइ नारे तपाईको छोराछोरी? 18 भाइ। 18 भाइ नै कि 18 भाइ? 18 भाइ। छोरी होइन? छोरी भए त हुन्थ्यो। भनेपछि अलि घाँस काट्न जानुहुन्छ अझै पनि? के गर्नु त भन्छ नकाटेर। छोरी भइदिए हुन्थ्यो होला लाग्छ होला। हुन्थ्यो गरे कति राम्रो हुँदो छोरी कहाँ जान्छ भन्दाखेरि। अनि जङ्गलको बिचमा रहेछ घर पनि? अको बाघ आउँछ न कहिले काहीँ? यही आउँछ यताबाट झरेर। यही आउँछ? यत्नै आउँछ। डर लाउन्न? म यत्नै सुत्छु त हेरिराख्छु त्यही। भनेपछि आमाको नाम चाहिँ मुनिका लाग्यो। कति वर्ष पुग्नुभयो भन्नु त? कुन्नी कति वर्षमा आएको थाहा पाउनुहुन्न? अनि घरमा को हुनुहुन्छ त? म त सुगेर भने एक्लै? एक्लै त सुगेर छोरा त घरमा छ। अनि कति भाइ नारे तपाईँको छोराछोरी? 18 भाइ। 18 भाइ नै कि 18 भाइ? 18 भाइ। छोरी होइन? छोरी भए त हुन्थ्यो। ए छोरी एउटा पनि होइन? सबै भाइ बागल मात्रै? अनि कहाँ कहाँ जानुभयो त 18 भाइहरू? खाएको के होइन भनेको त अगर भनेपछि कोही बित्नुभयो कोही कता जानुभयो? उता दिल्ली गए तेजपुर गए कहाँ गए उतै सकिएको। पूर्वतिर उतै सकिनु भयो। अनि बुवा चाहिँ बित्या कति भयो नि? कति भयो मलाई त के थाहा भन्छु। अनि 18 भाइ छोरा जन्माएर अहिले एक्लै हुनुहुन्छ? 9 वर्षमा जाने 40 वर्षमा जाने 50 वर्षमा जाने 60 वर्षमा जाने कहाँ छोराहरूको त्यस्तो भएर गएका हुन्छु। ए बितेको? भनेपछि अलि घाँस काट्न जानुहुन्छ अझै पनि? के गर्नु त भन्छु नकाटेर। अनि तपाईँ खाने खर्च केबाट खानुहुन्छ त? कसरी खानुहुन्छ त? अनि त्यही पात टिप्ने यसो उसो गरेर ल्याउनु त भन्छु। त्यो 5-7 बेच्नुहुन्छ? भत्ता पनि दिन्छ होला सरकारले? भत्ता दिन्छ भत्ता ल्याए पनि यति पनि हुन्न। तरकारी ल्यायो नुन ल्यायो भुटान ल्यायो के ल्यायो उनी सकिन्छ सकिरहन्छ। अनि जङ्गलको बिचमा रहेछ घर पनि? बाघ आउँछ न कहिले काहीँ? यही आउँछ यताबाट झरेर। यही आउँछ? यत्नै आउँछ। डर लाउन्न? म यत्नै सुत्छु त हेरिराख्छु त्यही। डर लाउन्न? लाएर के हेर्नु त त्यसले खान्न के गर्न आउँछ त्यो बाघ? हेर्न आउँछ कि हेर्न आउँछ।